हेलो हेलो आज चाहिँ हाम्रो भुँडी पर्ने प्रोग्राम छ। खासमा यो भुँडी चाहिँ भोलिएको चाहिँ छैन, तर यो मङ्कीले फोरम कि फोरम पारेर हामीले यो भुँडी काट्दैछौँ। खासै धेरै होइन, भुलिएको पनि छैन कि खासै पैसा हाले जस्तोमा लागेको पनि छैन होइन। कति भएछ यो भुँडी फोर्दा हामी हजुरहरूलाई देखाउनेछौँ कति भएछ। मैले खासमा यसलाई भुँडी फोरेपछि यो बाबुलाई र रिलिजलाई 100 रुपियाँ दिन्छु उहाँलाई भनेको। त्यही भएर भुड्की फर्की फोर पारेर ठ्याक्क पोहोरको दसैँ पछि लिएर आएको। अहिले दसैँ आएको छैन, ल कति महिना भयो, लगभग 6-7 महिना भयो होला, 7-8 महिना भयो है। 7-8 महिनाको अन्तरमा कति पैसा जम्मा भएछ अब त्यो हेर्न गइरहेको छौँ है। आज रेडी यहाँ बस, यहाँ बस्नु रेडी ल है। काट्दै काटेन भाइ, काट्दै काट्दैन रहेछ कि यसले काटेन है। दल चाहिँ ठुलो कैँची लिएर आज यसले काटेर चक्कु लिएर आउने र अहिले रेडी चाहिँ बस त्यस्तो नभन। अहिले अलिकति सेपमाले गोलो बनाएर काटिदियो भाँडा कि यसमा काम लाग्न पनि सक्छ। गमला बनाऊँ न। आफूले 1 रुपियाँ पनि हाल्दैन यसले 1 रुपियाँ पनि हाल्दैन। ए भित्रको पैसै काटिएला भाइ, चक्कुले काट्नु भन्नु किन अन्त नि भाइ पक 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 काटिन्छ कि है पैसा पै मिलाएर गर्नु। अब पैसा काटियो कि अब यो काट्यो जसले 1 रुपियाँ एउटा सुको हाल्दैन नि त्यही खुसी भइरहेको छ। जसले एउटा सुको हाल्दैन त्यही खुसी। यस्तै भयो। अलिक भिडियो पैसा जम्मै भन्छ नि केटाहरूले हैरान पारेर भुँडी नबुझेको भुँडी फोर्न लगायो। त्यसै काट्न लगाएर यस्तो 5 रुपियाँ पनि लैजाऊ, 5 रुपियाँ हाल जस्तो लागेको थिएन। धेरै हाल्नु भन्नु पर्दैन, यता कति पैसा भयो। जसले 1 रुपियाँ हालेर बाबु खस्छ है जी, बाबु नमात है फेरि खोले दाजुलाई देऊ राख्न है। खोल्न सहयोग गर त मात्न सहयोग गर्ने हुने है फेरि। मैले 5 मिनट हालिदिएँ कति धेरै हो नि, यत्रो 2 वर्ष बसी दिएँ। 2 वर्ष त भएको छैन, पोहोरको 10 साथीहरू मेरो भुर्कीमा कतिवटा पैसा देख्नु होला। नमस्कार साथीहरू, बाई बाई। खोलेर राखिदिउँ न धेरै सोधै 500 हाल्दैछु। पैसा चाहिँ धेरै भएको छैन कि यिनीहरूले हैरान बनाएको भयो। यो 100 रुपियाँ दिउँला भनेर भुर्की फुटाले 100 रुपियाँ दिउँला भने खालि फुटाले गरेर भनेको गरेर लास्टमा नकाटी सुखाइदियो नै मलाई। मलाई अर्को भुर्की ल्याएपछि मैले काट्दिनँ है एउटा काट्ने आफूले पैसा हाल्नु छैन। यो 100को गर्दा तिमीले होइन कि एकचोटि उसो गर अनि एकैचोटि बनाउँदा कि पख न 100को गरेर यो 1000 पहिला 100को गरेर त 100को गर्न पहिला यो पैसा कहाँ लाने त नि, बेगमा लाने सेभिङ। अन्त भन्छस् तँ के भन्दैनस्
मैले भनेको होइन 1 रुपियाँ नहाल्ने मान्छे कसैले पैसा दियो टिका सिका लाग्यो पैसा पनि गएर फुरुफुरु खाने बरु रुपियाँ नहाल्ने अहिले 100 को माले 50 को मम्मी जानु त्यो पैसा मिलाउने यसरी होइन नि रिलिज पैसा टाउका यसरी मिलाएको बल्ल राम्रो पनि हुन्छ 100 यत्रो त हाले जस्तो लाग्थेन मलाई त 500 हजारको मात्रै हाले जस्तो लाग्थ्यो यत्रो रहेछ भाइ 100 5 रुपियाँ नै रहेछ 5 रुपियाँ गर्नु 5 रुपियाँ नै हाल्नु अब 5 रुपियाँ नै हालेको रहेछु मलाई थाहा थिएन कि त्यसले हालेर यस्तो भयो के जस्तै जसले छिटो यो पैसा उठाएर भ्याउँछ त्यसले राख्न पाउँछ भुन कि नभरि नै खोल्न लाग्यो साथीहरू मलाई यिनीहरूले ओहो मलाई कसो भयो त मिलाएँ राम्रो छ यहाँ पनि छ टाउको मिलाइदिनु रिस नउठाइदिनु हेर्नु फेरि लगेको रिस नउठाइ मलाई फेरि अब मलाई रिस उठ्न लाग्छ है अब दाजु मिलाउनु त्यो ढङ्ग छैन त्यो खाने मात्रै ढङ्ग हो केही गर्ने ढङ्ग छैन त्यो 20,000 त हछ कि जस्तो लाग्छ कि यसो 20 त होइन 15 त भएको छ कि जस्तो सोचिरहेको छु होइन त्यस्तो कुरा नगर्नु 2,05,500 पर्ला होइन सिक्का नै चढाउने हो ब्याङ्कमा सिक्का पनि हाल्यो नि त सिक्का त एउटा हाल्नु सिक्का अब सिक्का त घाँटी मार्किन्छ नबढे फेरि ए अनि हेर्नु त्यो उसको मलाई 50 को तँले 20 को चाहिँ मागेर त चला उसको त ओए तँ जान्दैनस् के रिक्सु दाजुलाई दे यो 10 5 त 20 को 10 को 5 को मिलाएर रिक्स 10 को छुटेर नि त्यस्तो हेर्नु कि यस्तो भुर्किने नखोलिकन काट्न लाएर मलाई दिमाग खराब भयो नि पहिला ल्याउ 20 को खै 5 रुपियाँ 5 रुपियाँ त चाहिने होला नि किन्न चाहिने 5 रुपियाँ पैसा होइन 5 रुपियाँ पैसा हो कि होइन बाबु त्यो सिक्काले तल हराउँछ कि गर्न भनेको सिक्का त केही आउँदैन के सिक्का त है नछो है सिक्का सिक्का चाहिन्छ के मन्दिर जानु मन्दिर सिक्का चाहियो भने घाँटीमा अड्किन्छ कि मुखमा हामी बानी हुन्छ 50 को सिक्का है सिक्का कतिको चाहिँ खराबै भएन अब मैले गर्न भन्दा पनि फर्स्टमा एउटा म 100 रुपियाँ दिन चाहन्छु है ताली बजाउनु कि सर सुस्त त भाइ उठ्छ पहिला गर्दिनँ पहिला 100 रुपियाँ दिने ल ए सुस्त रे है अन्त पहिला दिदी 100 रुपियाँ भाइ भाइ उठ्छ ल 500 रुपियाँ फोन पनि आयो है बाबा भद्राम आज भोलि खासमा भोलि दिन कि तर फोनै पऱ्यो अब मैले पैसा गर्दैछु है पैसा गर्दैछु 100 रुपियाँ पायो नि है नाना अब यत्रो पैसा गर्नु भ्याएपछि भाइ उठ्छ सुस्तै ताली बजाउने सबैले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23,500 है 23,523 1 2 3 4 5 24,000 है 1 2 3 4 5 6 7 8 9 10 25,000 नानी 1 2 3 4 5 25,100 है 25,200 है 25,225 25,225 पाँच 25,225 रहेछ है साथीहरू यिनको नाम चाहिँ यिनको हो पैसा राख्ने चाहिँ म हो यिनले चाहिँ 10 रुपियाँ कसरी टिका राखिदिए पनि ल म
5 रुपियाँ औसत टिका लगाइदियो नि लु आम्मो 100 रुपियाँ टिका लगाइदियो नि लु आम्मो यिनले चाहिँ मैले चाहिँ पैसा जम्मा गरेर 25,225 रुपियाँ बनाएर छु यहाँ रे कहाँ फाल्नु क्ल्याप गर नि त क्ल्याप ल अब इन्टरभ्यू तिमीलाई कस्तो लाग्यो आज हाम्रो भुड्की खोल्दाखेरि ल भन यत्रो यत्रो पैसा बनाउँदा कस्तो लाग्यो ल भन भन न यता फेरि भाइको भुड्की फोडेर धेरै भयो रुन लाग्छ यो रिलिज भाइको भुड्की फोडेर धेरै भयो भने यो रुन लाग्छ पैसा हाले धेरै हुने बल्ल मैले त 500 रुपियाँ हालेछु बल्ल 500 हालेछु भन भन्छ रुनी मान्छेलाई थ्याङ्क यू